नमस्ते। आज चाहिँ म हाम्रो परम्परादेखि चलिआएको घरको रीतिरिवाजको बारेमा कुरा गर्न गइराखेको छु। यसमा चाहिँ म आज के को बारेमा बोल्न मन लाग्यो मलाई भने हाम्रो घरमा छ नि घरमा चाहिँ बिहान उठ्ने अनि पहिलो काम चाहिँ हामी सरसफाइबाट सुरु गर्छौँ। अनि त्यो काम चाहिँ अनिवार्य रूपमा छोरी मान्छेले गर्नुपर्ने। अनि हाम्रोमा चाहिँ हाम्रो नेपाली समाजमा चाहिँ के छ भने घरमा छोरी मान्छे जो छ आमा, छोरी अनि बुहारी, आमाले गर्ने, छोरीले गर्ने र घरमा बुहारी छ भने त अनिवार्य रूपमा बुहारीले नै गर्नुपर्ने परिस्थितिहरू छन् र त्यो चाहिँ एउटा बाध्यात्मक तरिकाले पनि बुहारीलाई लगाइन्छ के। सबै ठाउँमा नहोला तर धेरै ठाउँमा चाहिँ। अनि त्यहाँ चाहिँ के हुन्छ भने घरको काम अरू जेसुकै होस्, बुहारीले जेसुकै गरोस्, उसको काम जस्तो सुकै होस्, उसको डेली रुटिन जस्तो सुकै होस्, उसको आफ्नो स्वास्थ्य अवस्था जस्तो सुकै होस्, तर घरको सरसफाइ चाहिँ बिहान उठेर ब्रह्मा मुहुर्तमा बुहारीले नै गरिदियोस् भन्ने पनि छ। कतिपय अवस्थामा त बिरामी नै परेको भए पनि अब हाम्रो समाजमा चाहिँ एउटा छोरी मान्छेलाई 4 दिनको समय बाहेक अरू बेला चाहिँ छुट्टी हुँदैन। प्राय जो घरायसी काम हुन्छ त्यसमा चाहिँ छुट्टी हुँदैन, अफिसियल काम त छँदैछ होइन। अनि त्यसमा चाहिँ घरमा बुहारी ल्याइसकेपछि त्यो काम चाहिँ अरू अन्य सदस्यले गर्नु भएन। घरमा अरू जतिसुकै सदस्य हुन्, छोरा मान्छेको त पुरै भएन, छोरा मान्छेले त सरसफाइ गर्नै हुँदैन हाम्रो समाजमा। अनि त्यसमा चाहिँ बुहारी भइसकेपछि चाहिँ अन्य छोरी मान्छेहरूले पनि घरको सरसफाइ, भाँडा माझ्ने, पकाएर खुवाउने चाहिँ छोरी मान्छेले नै अनिवार्य रूपमा गर्नुपर्ने भन्ने छ। अनि मलाई यसमा चाहिँ के प्रश्न उठेको हो भने ठिक छ, घरको सरसफाइ त आवश्यक छ, सबैलाई फोहोर मन पर्दैन, सरसफाइ गरेर बस्नुपर्छ, त्यो त ठिक छ। तर सरसफाइ किन ब्रह्मा मुहुर्तमा अनि उठ्ने बित्तिकै पहिलो काम चाहिँ हाम्रो सरसफाइबाट किन सुरु गर्ने? बिहानको अब मैले आफूले अनुभव गरे अनुसार बिहानको ब्रह्मा मुहुर्तमा त यति धेरै चाहिँ सकारात्मक ऊर्जा हामी प्राप्त गर्न सक्छौँ वातावरणबाट। आफ्नो दैनिकीलाई यति सहज बनाउन सकिन्छ त्यो समयलाई चाहिँ सदुपयोग गर्यो भने है। अनि त्यो समयमा चाहिँ ब्रह्मा मुहुर्तमा घरको सरसफाइ किन? अनि त्यो घरको बुहारीले नै किन? घरमा त अरू पनि सदस्य छ, त्यसमा चाहिँ जसले सरसफाइ गरे पनि भयो। ब्रह्मा मुहुर्तको बिहान उठेको समयमा चाहिँ लगभग 1 घन्टाको समय त आफ्नो लागि छुट्यायो भने त आफ्ना जीवनका लक्ष्य उद्देश्यहरू प्राप्त गर्न त धेरै सहज हुन्छ होला नि त्यो समयको सदुपयोग गर्यो भने, होइन र? त्यो छ। अनि यस्तो पनि देखेको छु कि समाजमा चाहिँ घरमा एउटा बुहारीले बिहान उठेर सरसफाइ गरिदिएन भने चाहिँ घरमा चाहिँ अलिकति अशान्ति जस्तो क्या। अब त्यो कुरा त जसले अनुभव गरेको छ ब्रह्मा मुहुर्तमा कति चाहिँ शक्ति छ, त्यसलाई सदुपयोग गर्यो भने चाहिँ के हुन्छ भन्ने कुरा अनुभव गर्ने मान्छेले त ब्रह्मा मुहुर्तमा गरेर त घरको सफाइ गर्न त सक्दैन। त्यसलाई चाहिँ आफ्नो मनमा झाडु लाउने, आफ्नो मनको पोछा लाउने पहिले काम गरेर पनि त भगवानलाई पुज्न सकिन्छ नि। पहिले त हामीभित्रको आफूलाई खुसी पारेर हामीभित्रको भगवानलाई खुसी पार्नु पर्यो नि, होइन र? अनि त्यसमा चाहिँ हामीले चाहिँ बिहानको ब्रह्मा मुहुर्तमा चाहिँ आफ्नो लागि समय छुट्याउनुपर्छ भन्ने जस्तो मलाई लाग्छ। अनि कतिपय घरहरूमा चाहिँ के पनि हुने गरेको देखिन्छ भने बुहारीले पोछा लगाइदिएन भनेपछि चाहिँ समाजले पनि किन तिम्रो बुहारीले चाहिँ घरमा पोछा लगाइदिएन, बुहारी ल्याइसकेपछि तिमीले किन काम गरेको जस्ता कुराहरू पनि देखिन्छन्, होइन? अनि त्यसैले मलाई चाहिँ के लाग्छ भने बिहानको समयमा ठिक आफ्नो घर सरसफाइ त गर्नुपर्छ, सफाइमा बस्नुपर्छ,
तर त्योभन्दा अगाडि बिहानको पहिलो नित्य कर्मलाई चाहिँ घर बढार्नमा खर्च गर्नु हुँदैन भन्ने मेरो चाहिँ आशय हो। अनि अर्को कुरा के भने घरमा जोसुकै होस्, घरमा फोहोर भइसकेपछि त सबैले सरसफाइ गर्न सक्यो नि त। बुवा होला, छोरा होला, नाति होला, चाहे जोसुकै होला, सानो सानो कुराहरूलाई चाहिँ उसले पनि फोहोर देखेपछि त्यसलाई टिपिदियो, अलिकति कुचो लगाइदियो, अलिकति पुछ्दियो, आफूले खाएको भाँडा मात्रै माझ्दियो एटलिस्ट भने पनि त त्यो घरमा अन्य सदस्य जो चाहिँ महिलाको, जसले चाहिँ घरको कामको जिम्मेवारी लिएको छ उसलाई त सहज भयो नि त। त्यो चाहे जस्तोसुकै होस् क्या, घरमा भएको आमाले जतिसुकै कष्ट भएको होस्, उसको खुट्टा दुखोस्, उसको हात दुखोस्, उसको जिउ दुखोस्, इभन ऊ ज्वरो आएर सुत्ने अवस्थामा होस्, त्यही पनि त्यो आमाले चाहिँ अनिवार्य रूपमा भात पकाएर खुवाएर भाँडा माझ्नै पर्छ क्या। त्यस्तो चाहिँ किन हुन्छ हाम्रो समाजमा? शिक्षा के छ मान्छेमा भन्ने लागेको मलाई चाहिँ। अनि जतिसुकै जेसुकै भए पनि छोराले, घरको छोरा मान्छेले चाहिँ थालमा खाएर थालमै अलिकति हाफ चुखेर अनि चाहिँ घरको जिम्मेवारी चाहिँ एउटा छोरी मान्छेमा लाउनु, र अझै बुहारीमाथि चाहिँ घरको बिहानको ब्रह्मा मुहुर्तको समयमा चाहिँ सरसफाइ गर्नु चाहिँ जबरजस्तीकरण गरे जस्तै नै काम लाउनु पर्ने स्थितिहरू चाहिँ आजको समाजमा नहुनु पर्ने जस्तो लाग्छ मलाई।